ल साथीहरु आज एउटा यो बत्ती है छिमी भन्छ छिमी टाइपकै हो यसलाई चाहिँ सफा गर्दिनु भनेर चाहिँ बहिनीले ल्याउनु भएको थियो है र आज यसलाई एकदमै सफा गरेर तपाईहरुलाई देखाउने छु के केमिकल लाग्दो रहेछ र कसरी सफा गर्छ यसलाई एकदमै नयाँ बनाएर दिनुपर्ने छ है तपाईहरु हेर्दै जानुहोस् यसको प्रोसेस कस्तो हुन्छ है त र यसलाई फर्स्टमा चाहिँ अलिअलि गरम गर्नुपर्छ है अलि यसलाई त्यो टाइपले गरम गरेर जति पनि मैला छ यसलाई डढाउनु पर्ने हुन्छ यसरी कलर पनि लागेको छ अलिकति है यसरी डढाउनु र यो मोटामोटी आधा जति यसको सबै मैलाहरू है अलि डढ्यो र यसलाई अब फेरि केमिकलमा गर्नुपर्छ है त यसलाई चाहिँ यो केमिकल भयो है यसरी गर्नुपर्छ सबै भिजाउनु पर्यो यसलाई यसरी भिजाएर केमिकल पुरै लगाउनु पर्यो र बेसी हातमा राख्नु हुँदैन यो केमिकल है हात डढ्छ है र अब यसको अलिकति 5 मिनेट यसलाई भिजाएर यसलाई सफाइ गर्नुपर्छ है त अब यसको सफाइ को सुरु हुन आँटेको छ है र कसरी सफा गर्छ तपाईहरु हेर्नुहोस् है त यो हो मेसिन है यसमा चाहिँ एकदमै पलिस हुन्छ है र तपाईलाई त्यो प्रोसेस पनि म देखाउँदै छु तपाईहरु हेर्नुहोस् है मेन चाहिँ यो कन्डिसन लाग्छ है यो चाहिँ एकदमै पलिस हुन्छ है गर्नु पर्यो रमक यति साह्रो हुन्छ कि एकदमै नयाँ किन ल्याएको जस्तो हुन्छ है सामान चाहिँ फिनिसिङमा त्यस्तो हुन्छ एकदमै नयाँ किनेर ल्याएको जतिकै है यो चाहिँ तपाईहरुले अघि देखिहाल्नुभयो कस्तो चाहिँ थियो है र अहिले यसको एकदमै रुपै बदलेको छ र हेर्न सक्नुहुन्छ पहिलाको र अहिलेको कस्तो चाहिँ यसको चमक आएको छ है र तपाईहरु पनि यसरी पित्तलको जति पनि सामानहरु छ पित्तल चाँदीको तपाईहरुले आएर मसँग सधैँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र यसरी सफा गर्नु मन छ भने चाहिँ हजुर आउँदा हुन्छ है त धन्यवाद।